हेलो एन्ड नमस्ते सम्पूर्णमा सबैजना सन्चै आरामै हुन्छ होला। सबैजना गुड मर्निङ छ है साथीहरू। यो चाहिँ मैले तपाईँहरूलाई देखाइरहेको छु कि यो म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका भ्रुङतातो पानीको यो दृश्य हो। यो गाडी बाइकहरू यसरी पार्किङमा छन् कि यो पछाडिपट्टि चाहिँ ठुलो होटेलको अलि यतापट्टि पछाडिपट्टि चाहिँ एउटा पार्किङ छ, अलिकति भनौँ न खाली जग्गा। त्यहाँ पनि एकदम गाडी एकदम प्याक भएर पार्किङ गाडीहरू नअटेर यता यस्तरी गाडीहरू यस्तरी रोडको छेउमा यसरी पार्किङ गरेर राखिएको छ। यो सबै गाडीहरूका मान्छेहरू चाहिँ यो एबिसी नर्थ एबिसी बेस क्याम्प घुम्न आउनुभएका महानुभावहरू हुनुहुन्छ। उहाँहरू यसरी अहिले चाहिँ यो सिजनमा चाहिँ यसरी एबिसी नर्थ एबिसी बेस क्याम्प घुम्नलाई यसरी आउनुभएको छ र अनि यहाँ आउँदा बस्नलाई र एबिसी जानलाई रिजर्भ गर्ने यी सहरी साधनहरू पाउनलाई एकदम गाह्रो भइरहेको अवस्था छ। र तपाईँहरू अब फेरि तपाईँहरू पनि नर्थ एबिसी बेस क्याम्पको लागि घुम्न जाने प्लान गर्दै हुनुहुन्छ र आउँदै हुनुहुन्छ भने गाडीको र बस्नको लागि पहिले नै प्रिपेयर गरेर आउनुपर्नेछ। किनभने यहाँ आइसकेपछि तपाईँहरूलाई बस्नको लागि र गाडीहरूको एबिसी जानलाई गाडीको व्यवस्थामा अलिकति समस्या हुनसक्छ। यहाँ एक्कासी आएर तपाईँहरूले खोज्नुभयो भने। त्यसैले मैले यो जानकारीको लागि यो छोटो सानो सर्ट भिडियो बनाएर तपाईँहरूलाई यो जानकारी यो मेरो युट्युब च्यानल मार्फत तपाईँहरूलाई जानकारी गराएको छु। र मेरो युट्युब च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। यो तपाईँहरूको लागि छोटो जानकारी लिएर म अहिलेलाई चाहिँ ओझेल पर्छु। हस्त नमस्ते।